तिहार आउन जम्मा 2-4 दिन बाँकी हुँदा पनि दसैँ आउन 2-4 दिन बाँकी हुँदै खिचेको भिडियोले न्याय नपाएपछि यो भिडियोले एकदम अन्यायपूर्ण जीवन बिताइरहेको थियो। कहिलेकाहीँ अल्छीले जित्ने कि मैले जित्ने भन्ने विषयमा म र अल्छी बीच यति ठुलो प्रतिस्पर्धा चल्छ कि तर त्यो प्रतिस्पर्धामा सधैँ म हार्छु अनि अल्छीले जित्छ। हेर नखिचौँ न भन्दा पनि खिच्न मन लाग्ने, फेरि खिचौँ न त भन्दा पनि बनाउन अल्छी लाग्ने। तर पनि केही छैन, अल्छीसँग मेरो जित भएको दिन मैले भिडियो बनाइ नै हाल्छु। यो भने एक दिनको दिदीभाइको काम थियो जहाँ चाहिँ हामीले फुल रोप्ने ठाउँ बनाउँदै थियौँ। जहाँ चाहिँ मेरो भागमा थियो बाँस ल्याएर बाँस काट्ने काम अनि भाइको भागमा थियो उसले खाँबा गाड्ने अनि बनाउने काम। अब आफ्नो भागमा परेको काम त गर्नै पर्यो। तर यो भाइ बहिनीलाई फकाएर काम लगाउन चाहिँ साह्रै गाह्रो छ। एकछिन काम गर्न नपाइकन खाजा खाजा भन्छन्। त्यही भएर म यिनीहरूलाई यहाँ खाजा बनाएर दिन्छु अनि फेरि साठी काम लगाउँछु भनेर खाजा साजा बनाएर दिएँ अनि केटोलाई भक्कु काम गर्न लगाएँ। होइन, म चाहिँ उसलाई धेर काम गर्न लगाएँ भनेर खुसीले गदगद भइरहेको, तर भरे कामको हिसाब किताब गर्दा त उसले भन्दा धेरै काम मैले गर्नु परेछ। तर पनि मलाई यसले जस्तो यस्तो काम गर्न आउँदैन क्या, त्यही भएर अब फकाइ भए पनि लाउनु परेन। दिनभरि लगाएर बनाइसके पछाडि त बेवारिसै भएर बसेका फुलहरूलाई फेरि मर्मत सम्मार गरेर हुर्काउन बढाउनका लागि अब चटक्क पारेर राख्नु त पर्यो। यति बेला बिरुवाहरू अलिकति नराम्रो भएको छ, अब बिस्तारै बिस्तारै फेरि यसलाई पनि राम्रो त पार्नुपर्छ। त्यही भएर म चाहिँ अब बिस्तारै राम्रो पार्छु भन्ने चक्करमा रफ्तारमा माटो भरेर बिरुवा सारेर बिरुवालाई स्वस्थ राख्न अनि बिरुवालाई हुर्काउन मद्दत गर्नका लागि फर्टिलाइजर बनाएर राखेको थिएँ। त्यसलाई पनि मैले बनाएर बिरुवामा लगाइदिएँ अनि त्यस पछाडि भने मेरो काम सकियो।